मिनासान कोनिचिवा नमस्कार। हाम्रो युट्युब च्यानल थिङ नोर्बुमा हजुरहरूलाई स्वागत छ। आज हामी मिन्ना नो निहोंगो लेसन 4 को भोक्याबुलरी अर्थात् शब्दार्थ पढ्न गइरहेका छौँ। आशा छ यो भिडियोले तपाईहरुको अध्ययनमा सहयोग पुग्नेछ। अब ढिलो नगरिकन हाम्रो भिडियोलाई सुरु गरौँ। पहिलो नम्बरमा रहेको छ ओकिमास। निन्द्राबाट बिउजिनु अथवा बिहान उठ्नुलाई जापानिज भाषामा ओकिमास भनिन्छ। ओकिमासको अंग्रेजी अर्थ गेट अप अर्थात् वेक अप भन्ने हुन्छ। नेमास। सुत्नुलाई जापानिज भाषामा नेमास भनिन्छ। यसको अंग्रेजी अर्थ स्लिप अथवा गो टु बेड भन्ने बुझिन्छ। हाताराकिमास। काम गर्नु अथवा जब गर्नुलाई जापानिज भाषामा हाताराकिमास भनिन्छ। हाताराकिमासको अंग्रेजी अर्थ वर्क भन्ने बुझिन्छ। यासुमिमास। विश्राम गर्नु अथवा छुट्टी लिनुलाई जापानिज भाषामा यासुमिमास भनिन्छ। यासुमिमासको अंग्रेजी अर्थ टेक अ रेस्ट अर टेक अ होलिडे रहेको छ। बेन्क्योसिमास। अध्ययन गर्नुलाई जापानिज भाषामा बेन्क्योसिमास भनिन्छ। यसलाई अंग्रेजीमा स्टडी भनिन्छ। देपातो। डिपार्टमेन्टल स्टोरलाई जापानिज भाषामा काताकानामा देपातो लेखिन्छ। यसको अर्थ डिपार्टमेन्ट स्टोर भन्ने बुझिन्छ। जस्तै हाम्रो देशमा रहेको भाटपटनी जस्ता संस्थाहरूलाई डिपार्टमेन्ट स्टोर भनिन्छ। गिन्को। ब्याङ्कलाई जापानिज भाषामा गिन्को भनिन्छ। यसको अंग्रेजी अर्थ पनि ब्याङ्क नै रहेको छ। युबिन्क्योकु। हुलाकलाई जापानिज भाषामा युबिन्क्योकु भनिन्छ। युबिन्क्योकुको अंग्रेजी अर्थ पोस्ट अफिस भन्ने बुझिन्छ। तोस्योकान। पुस्तकालयलाई जापानिज भाषामा तोस्योकान भनिन्छ। तोस्योकानको अंग्रेजी अर्थ लाइब्रेरी रहेको छ। बिजुचुकान। जापानिज भाषामा संग्रहालयलाई बिजुचुकान भनिन्छ। यसको अंग्रेजी अर्थ आर्ट म्युजियम अथवा आर्ट ग्यालरी रहेको छ। इमा। अहिलेको करेन्ट टाइम अथवा अहिलेलाई जापानिज भाषामा इमा भनिन्छ। यसको अंग्रेजी अर्थ नाउ रहेको छ। फुन अथवा पुन दुवैको अर्थ मिनेट रहेको छ। यसको अंग्रेजी अर्थ पनि मिनेट नै रहेको छ। हान। हानको नेपाली अर्थ आधा, साढे अथवा 30 मिनेट रहेको छ। यसलाई अंग्रेजीमा हाफ भनिन्छ। नान्जी। जापानिज भाषामा समय सोध्नु पर्दा कति बज्यो भन्नको लागि नान्जीको प्रयोग गरिन्छ। यसको अंग्रेजी अर्थ व्हाट टाइम रहेको छ। नानपुन। कति मिनेट भन्नलाई जापानिज भाषामा नानपुन भन्नु पर्दछ। यसको अंग्रेजी अर्थ व्हाट मिनेट भन्ने रहेको छ। गोजेन। बिहानको समय अर्थात् एएम मर्निङलाई गोजेन भनिन्छ। गोगो। दिउँसोको समय अर्थात् पीएम आफ्टरनुनलाई जापानिज भाषामा गोगो भनिन्छ। आशा। जापानिज भाषामा बिहानलाई आशा भनिन्छ। यसको अंग्रेजी अर्थ मर्निङ रहेको छ। हिरु। दिउँसोलाई जापानिज भाषामा हिरु भनिन्छ। यसको अंग्रेजी अर्थ डे टाइम अथवा नुन रहेको छ। बान अथवा योरु। बेलुका अथवा रातिलाई जापानिज भाषामा बान अथवा योरु भनिन्छ। यसको अंग्रेजी अर्थ नाइट एन्ड इभिनिङ भन्ने बुझिन्छ। ओतोतोई। जापानिज भाषामा अस्तिलाई ओतोतोई भनिन्छ। यसको अंग्रेजी अर्थ द डे बिफोर यस्टरडे भन्ने बुझिन्छ। किनो। हिजोलाई जापानिज भाषामा किनो भनिन्छ। यसको अंग्रेजी अर्थ यस्टरडे रहेको छ। क्यो। आजलाई जापानिज भाषामा क्यो भनिन्छ। क्योको अंग्रेजी अर्थ टुडे रहेको छ। आशिता। आशिता भनेको जापानिज भाषामा भोलि रहेको छ। भोलिको अंग्रेजी अर्थ अर्थात् आशिताको अंग्रेजी अर्थ टुमरो रहेको छ। असाते। पर्सीलाई जापानिज भाषामा असाते भनिन्छ। यसको अंग्रेजी अर्थ द डे आफ्टर टुमरो भन्ने हुन्छ। केसा। आजको बिहानलाई दिस मर्निङलाई जापानिज भाषामा केसा भनिन्छ। कोनबान। आज बेलुका अथवा आज राति भन्नलाई जापानिज भाषामा कोनबान भनिन्छ। यसको अंग्रेजी अर्थ दिस इभिनिङ अर दिस नाइट भन्ने बुझिन्छ। यासुमी।
आराम गर्नुलाई अथवा छुट्टी लिनुलाई जापानिज भाषामा यासुमी भनिन्छ। यसको अङ्ग्रेजी अर्थ रेस्ट, अ होलिडे अर अ डे अफ रहेको छ। हिरु यासुमी दिउँसोको खाना खाने समय अथवा आराम गर्ने समयलाई, लन्च टाइमलाई जापानिज भाषामा हिरु यासुमी भनिन्छ। सिकेन परीक्षा जाँचलाई जापानिज भाषामा सिकेन भनिन्छ। यसको अङ्ग्रेजी अर्थ एक्जाम अर टेस्ट रहेको छ। खाइगी सम्मेलन अथवा मिटिङलाई जापानिज भाषामा खाइगी भनिन्छ। यसको अङ्ग्रेजी अर्थ मिटिङ अथवा कन्फरेन्स रहेको छ। एगा चलचित्रलाई जापानिज भाषामा एगा भनिन्छ। यसको अङ्ग्रेजी अर्थ मुभी अथवा फिल्म भन्ने बुझिन्छ। माई आशा हरेक बिहानलाई जापानिज भाषामा माई आशा भनिन्छ। माई भनेको हरेक हो भने आशा भनेको बिहान। यसको अङ्ग्रेजी अर्थ एभ्री मर्निङ रहेको छ। माईबान हरेक साँझ अथवा रातिलाई जापानिज भाषामा माईबान भनिन्छ। माइनिची हरेक दिनलाई जापानिज भाषामा माइनिची भनिन्छ। माई भनेको हरेक, निची भनेको दिन, हरेक दिन, यसरी हरेक दिन बनिएको हो। यसको अङ्ग्रेजी अर्थ एभ्रिडे रहेको छ। निचियोबी आइतबार अथवा सन्डेलाई जापानिज भाषामा निचियोबी भनिन्छ। गेचुयोबी सोमबार अथवा मन्डेलाई जापानिज भाषामा गेचुयोबी भनिन्छ। खायोबी मङ्गलबार अथवा ट्युजडेलाई जापानिज भाषामा खायोबी भनिन्छ। सुइयोबी बुधबार अथवा वेडनसडेलाई जापानिज भाषामा सुइयोबी भनिन्छ। मोकुयोबी बिहिबार अथवा थर्सडेलाई जापानिज भाषामा मोकुयोबी भनिन्छ। किन्योबी जापानिज भाषामा शुक्रबार अथवा फ्राइडेलाई किन्योबी भनिन्छ। दोयोबी शनिबार अथवा स्याटरडेलाई जापानिज भाषामा दोयोबी भनिन्छ। नान्योबी कुन बार भनेर सोध्नु पर्दाखेरि नान्योबी भनिन्छ। यसको अङ्ग्रेजी अर्थ वाट डे अफ द विक भन्ने बुझिन्छ। करा देखि अथवा बाटालाई जापानिज भाषामा करा भनिन्छ। यसको अङ्ग्रेजी अर्थ फ्रम हो। मादे जापानिज भाषामा सम्म भन्नलाई मादे भनिन्छ। यसको अङ्ग्रेजी अर्थ टु अथवा अन्टिल रहेको छ। तो रलाई जापानिज भाषामा तो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ एन्ड रहेको छ। यो विशेष गरी दुईवटा नाउनहरू जोड्नको लागि प्रयोग गरिन्छ। ताहेन देस्ने कसैलाई केही कुरा गाह्रो छ है भन्नु पर्दाखेरि ताहेन देस्ने भन्ने डायलगको प्रयोग गरिन्छ। यसको अङ्ग्रेजी अर्थ द्याट्स टफ इजन इट भन्ने बुझिन्छ। बाङ्गो नम्बरलाई जापानिज भाषामा बाङ्गो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ पनि नम्बर नै रहेको छ। यसको नेपाली अर्थ अङ्क अर्थात् नम्बर रहेको छ। नानबान कुन नम्बर अथवा कति नम्बर भनेर सोद्धाखेरि नानबानको प्रयोग गरिन्छ। यसको अर्थ कुन नम्बर अथवा कति नम्बर भन्ने रहेको छ। यसको अङ्ग्रेजी अर्थ व्हाट नम्बर भन्ने बुझिन्छ। सोचिरा सोचिराको नेपाली अर्थ तपाईँको ठाउँ रहेको छ। यसको इङ्ग्लिस अर्थ अथवा अङ्ग्रेजी अर्थ योर प्लेस भन्ने बुझिन्छ। न्युयोर्क न्युयोर्क अर्थात् अमेरिकाको राजधानी न्युयोर्कलाई जापानिज भाषामा काताकानाबाट न्युयोर्क लेखिन्छ। पेकिङ चाइनाको एउटा ठुलो सहर बेइजिङलाई जापानिज भाषामा पेकिङ लेखिन्छ। यसको अङ्ग्रेजी अर्थ पनि बेइजिङ नै रहेको छ। रोसान जेरुसु अमेरिकाको सहर लस एन्जेलेसलाई जापानिज भाषामा रोसान जेरुसु लेखिन्छ। लन्डन बेलायतको राजधानी लन्डनलाई जापानिज भाषामा काताकानाबाट रोन्दोन लेखिन्छ। आसुका यो किताबको लागि एउटा काल्पनिक रेस्टुरेन्ट मात्रै हो। यसको कुनै पनि आधिकारिक अर्थ छैन। यो ग्रामर मिलाउनको लागि मात्रै राखिएको हो। पुरुगिङको यो पनि एउटा काल्पनिक ब्याङ्कको नाम रहेको छ। मिदोरी तोस्योकान यो पनि एउटा काल्पनिक लाइब्रेरीको नाम रहेको छ। यामातो बिजुचुकान एउटा काल्पनिक सङ्ग्रहालयको नाम रहेको छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यदि हाम्रो भिडियो मन परेको खण्डमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।
केही सल्लाह सुझाव प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा पोस्ट गरिदिनु होला। बाँकी डिटेल्सको लागि हाम्रो अफिसियल वेबसाइट akbarlama.com भिजिट गर्नुहोला। हस्त धन्यवाद। अरिगातो गोजाइमास।